मान्य सदस्य डाक्टर अन्जान साक्य। सम्माननीय अध्यक्ष महोदय, आज म यहाँ नेपालको आर्थिक विकासमा कोसे ढुङ्गा साबित हुने एक महत्त्वपूर्ण विधेयकको समर्थन गर्न उभिएकी छु। यो विधेयक लगानी मैत्री वातावरण निर्माण गर्ने दिशामा एउटा क्रान्तिकारी कदम हो। लामो समयदेखि नेपालमा विदेशी लगानीकर्ताले मात्र लगानी गर्न पाउने अवस्था थियो, तर अब यो विधेयकले नेपाली आइटी उद्योगलाई पनि विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने ऐतिहासिक अवसर प्रदान गरेको छ। यसले हाम्रो युवा पुस्ताको क्षमतालाई विश्व बजारमा पुर्याउने बाटो खोल्नेछ। निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानी सम्मेलनहरूमा बारम्बार उठाउँदै आएको इजी इन्ट्री इजी एक्जिटको मागलाई पनि यो विधेयकले सम्बोधन गरेको छ। यसले लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप आकर्षित गर्नेछ, जसले रोजगारी सिर्जना हुनेछ र हाम्रो अर्थतन्त्र थप बलियो हुनेछ। यो विधेयकले विदेशमा लगानी गर्न पाउने प्रावधान ल्याएसँगै नेपालमा लाभांश भित्र्याउन पाउने अवस्था सिर्जना हुनेछ। यसबाट देशको राजस्व बढ्नेछ र हामी आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नेछौँ। अहिलेसम्म विदेशी लगानीकर्ताले मात्र रकम फिर्ता लैजाने गर्थ्यो भने, अर्थात् लाभांश रकम लैजाने गर्थ्यो भने, अब हामीले पनि लाभांशको रूपमा आम्दानी रकम भित्राउन सक्ने अवस्था बन्दछ। तर हामीले यो पनि याद राख्नु पर्दछ कि लगानी गर्दा पारदर्शिता र आर्थिक उत्कृष्टता भएका देशहरूसँग मात्र सहकार्य गर्नुपर्दछ। साथै लगानीको निश्चित सीमा तोक्नुपर्छ। यो विधेयक जति छिटो कार्यान्वयनमा आउँछ, देशलाई उति नै धेरै फाइदा हुन्छ। मुलुकको स्तरोन्नतिलाई दिगो बनाउन देशभित्र धेरै उद्योगहरूको स्थापना हुनुपर्छ। विशेष आर्थिक क्षेत्र सेजमा उद्योगलाई प्राथमिकता दिने व्यवस्थालाई निजी क्षेत्रले स्वागत गरेको छ। सेजमा सारिएका उद्योगलाई कर छुट दिने व्यवस्थाले निजी क्षेत्रको मनोबल बढेर लगानी बढेर उत्पादन र उत्पादकत्व अभिवृद्धि हुनेछ। यसले औद्योगिक वातावरणमा सहजता ल्याउनेछ। विशेष गरी आइटी क्षेत्रमा लगानी आकर्षित गर्न र कर्मचारीलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने प्रावधानले कर्मचारीहरूमा अपनत्वको भावना जगाउनेछ, जसले उत्पादकत्व बढाउँछ र देशको आर्थिक विकासमा टेवा पुग्छ। यो समाजवादको भावना अनुरूप पनि छ। कम्पनी खारेजीलाई सहज बनाउने प्रावधानले व्यवसाय गर्न चाहने नयाँ उद्यमीलाई लगानी गर्ने प्रोत्साहन मिल्नेछ। कम्पनी ऐनले कर्मचारीलाई तलबको साथै कम्पनीको स्वामित्व दिने वातावरण बनाएको छ। यसले कर्मचारीमा आफ्नोपनको भावना जगाउँछ, जसले उत्पादकत्व बढाउँछ र लगानीमा वृद्धि भई देशको आर्थिक विकासमा टेवा पुग्छ। अध्यक्ष महोदय, हामीले यो कुरा कहिले बिर्सनु हुँदैन कि विश्व तीव्र गतिमा विकास भइरहँदा कुनै एक कालखण्डमा हामी शताब्दीौँसम्म पछाडि परेका थियौँ। अब भने हामीले युवाहरूको विवेक, विचार र क्षमतालाई विश्व सामु पुर्याउन सक्नुपर्छ। यदि हामीले यसो गर्न सकेनौँ भने हामी दशकौँसम्म विश्वको प्रविधिबाट टाढा रहनेछौँ। यो विधेयक देश मैत्री, नागरिक मैत्री र विशेष गरी युवा मैत्री भएकोले यसको म समर्थन गर्दछु। मलाई विश्वास छ यो विधेयकले नेपालको आर्थिक विकासमा नयाँ युगको थालनी गर्नेछ। धन्यवाद।